भण्डारा खाइरहेको है भाइलाई हेर्न सकिन्छ टुसुक्क बसेर भण्डारा हानेको भण्डारा आयो है कस्तो मिठो प्रदीप मिठो छ खै कसरी खान्छ खै देखाउने यता ए प्रदीप हेलो गाइज गुड मर्निङ वेलकम टु माई न्यू भ्लग है अहिले बजेको छ बिहानको 5:30 म चाहिँ बिहान उठेर नुहाइधुवाइ गरेर आज चाहिँ सन्तानेश्वर महादेव मन्दिरमा चाहिँ हाम्रो यात्रा रहेको छ किनभने आज महिनाको अन्तिम सोमबार पर्न गएकोले गर्दा मेरो भाउजू अनि मेरो बहिनी दिदीहरूले चाहिँ व्रत बस्नु भएको थियो र उहाँहरूले ल जाऊँ न त त्यहाँसम्म होइन गाडी चाहिँ जाँदैन क्या किनभने पाहाडको बाटो छ अटो चाहिँ आधी बाटोसम्म जान्थ्यो होइन त्यस कारणले गर्दा अनि बाइकमा जाऊँ न त भनेर हामी चाहिँ घरबाट निस्क्यौँ है म र भाउजू अनि मेरो भाइहरू दिदी बहिनीहरू चाहिँ उतातिर हाम्रो दसिम सेलुनको मुनि चाहिँ वेट गरेर बसिरहेको छन् अब त्यहीँ गएर भेट्छौँ हामी चाहिँ है फाइनली हामी चाहिँ हाम्रो दसिम सेलुनको गाडी पुगिसकेको छौँ यहाँ चाहिँ हामीलाई वेट गरेर बसेको मेरो भाइ दिदी अनि मेरो बहिनी खै त आले ए ओके छ अनि आज सो गाइस फाइनली आइपुग्यो आजको हाम्रो यात्रा कहाँसम्मको भाइ भन न हो सन्तानेश्वर महादेवको यात्रा हो हाम्रो चाहिँ होइन आमा यहाँ डिस्कसिङ भइरहेको के कुरामा यस्तो छलफल छाता ल्याउनु बिर्सेको अरे बिहान यस्तो कुरा नगर न मन्दिर जान लागेको कुरामा हो कालो चस्मा लायो भन्ने हो त्यस्तो भयो अब चाहिँ एकछिनमा हामी सुन्छौँ होइन सन्तानेश्वर महादेव मन्दिर भन्ने हो नाम चाहिँ मलाई एक्ज्याक्ट थाहा छैन भाइलाई वेट गरेको त्यहाँबाट आउँदैछन् एकदम धुलो गरिरहेको आमा दिदी चप्पल कति गर्नु भन्दै भाइ चप्पल त अनि काठमाडौँ फ्यान्सी कलेक्सन कति पर्यो होला यसको मूल्य दिदी चस्मा ठ्याक्क दिदीलाई ठ्याक्क त्यो जस्तो देखाएको छ है के अरे डोल्मा शेर्पा के ए भारती इन्डियाको भारती सो गाइज हाम्रो गफ गाफ सकियो होइन मिठो गफ गर्नुभयो दिदीहरूले भाइहरूले र हामी चाहिँ त्यहाँदेखि हाम्रो यात्रा चाहिँ सुरु भयो होइन हेरौँ अगाडि के कस्तो देखिन्छ है त अनि यो साँच्ची हजुरको के भन्छु यो चाहिँ मलाई एक्ज्याक्ट थाहा भएन होइन उहाँहरू चाहिँ धेरै लामो यात्रा गरेर बागेश्वरी मन्दिरको दर्शन गर्न आएको भन्ने सुन्थ्यो होइन यस्तै लाइक के भन्दै थियो मलाई चाहिँ एक्ज्याक्ट थाहा भएन होइन खालि उहाँहरू चाहिँ हर हर महादेव भन्दै हिँडिरहेको थियो एकदम बाटोभरि एकदम मान्छेको माहौल क्या एकदम हुन्छ नि क्राउड थियो बाटोभरि है पुलिस दाजुभाइहरूले चाहिँ सेक्युरिटी दिइराख्नु भएको थियो त्यहाँ प्रोटेक्ट दिइराख्नु भएको थियो जनताहरूलाई होइन एकदम हुन्छ नि त एक्सिडेन्ट नहोस् यताउता भनेर होइन त्यसपछि हामी चाहिँ सकेर पेट्रोल हाल्नु भनेर चढ्यौँ एकछिन रोक्यौँ है भाइले र मैले 500को पेट्रोल हालेपछि अब प्रदीप भाइ र चुना दिदी चाहिँ अगाडि गइसक्नु भएको थियो र उहाँहरू चाहिँ कहाँ पुग्नु हामीलाई चाहिँ थाहा भएन होइन
हामी चाहिँ पेट्रोल सेट्रोल हालेर निस्क्यौँ त्यहाँबाट अगाडिको ठ्याक्क बाहिर त त्यो पर्दी भाइरस जुन दिदी त अगाडिको पेट्रोल पम्पमा पेट्रोल हाल्न रोकेका अनि त्यसपछि हामी पनि एकछिन रोक्यौँ अनि उनीहरूलाई चाहिँ अगाडि लैनु बाटो थाहा होला भन्यो भने हामी चाहिँ पछाडि हिँड्यौँ है लगायत हेरौँ अगाडि कहाँसम्म पुगिन्छ कस्तो छ बाटोहरू हजुरहरूले राम्रोसँग हेर्न सक्नुहुन्छ र भोलिको दिनमा हजुरहरूलाई सन्तानेश्वर महादेवको मन्दिर जानु छ भने चाहिँ हाम्रो यो भिडियो मार्फत जान सक्नुहुन्छ लोकेसनहरू प्रत्यक्ष देखाइरहेको छु हजुरलाई है भोगाले हो बाबु मेरो नन्दगर जाम भन्नुहुन्छ यस्तो जाने बेला जाम भन्छु कि बाबुलाई माछा भात खसी काट्ने रे माछा खुलाउने हो भरे कहिले फर्किँदाखेरि खानुलाई म पनि ल्याउनु फोन कसरी गर्ने त अब जाने अब भोग लाग्यो कोही छ खाने दिने भन न हजुर किन लजाको ल भाइको बाइकमा सो गाइज मेन रोड सकेर हामी चाहिँ अब लाग्नुपर्नेछ ग्राभेलको बाटो हुँदै जङ्गल हुँदै होइन सन्तानेश्वर महादेव भएको ठाउँमा होइन मन्दिर चाहिँ एकदम माथि पाहाडको टुप्पामा थियो र हामी चाहिँ जङ्गलको बिचौबिच हुँदै गयौँ हामीलाई चाहिँ एक्ज्याक्ट बाटो चाहिँ थाहा थिएन होइन बाटोहरूमा चाहिँ अब सानोतिनो किराना पसलहरू जस्तो लाइक हुन्छ नि त त्यस्तो राखेको थियो उनीहरूलाई सोध्दै हामी चाहिँ गयौँ होइन बाटो चाहिँ एकदम एकदम त्यो हुन्छ नि नाला जस्तो हुन्छ नि होइन वरिपरि ठुल्ठुलो ढिक बिचमा चाहिँ एकदम पानी बग्ने नाला हुन्छ नि त्यस्तो त्यो बाटो चाहिँ होइन एकदम बाटोको त कुरै नगर्नु होइन अहिले सुक्खामा यस्तो छ है अनि बिचमा गएर चाहिँ गाडी बिचमा अड्यो क्या बाटो थिएन नि त गाडी जाने माथि कताबाट जाने भनेर थाहा थिएन अनि त्यहाँ अगाडि चाहिँ एउटा बोर्ड लगाएको थियो होइन एरो देखाएको थियो अनि मैले चाहिँ भने भाइलाई यताबाट जाउँ भनेर भने अनि भाइलाई चाहिँ मोटी दिदीलाई बसालेको थिएँ होइन अनि बाइकले चाहिँ तान्दैन भनेर भन्यो अनि प्यासेन्जर चेन्ज गरेर हाँस्दै रमाउँदै हामी चाहिँ अब लाग्यौँ अगाडि प्रदीप हो कि प्रदीप हो कसको ब्याग हो र हामी चाहिँ अब हिँड्न लाग्यौँ पहाडको यात्रा कस्तो लागिरहेछ पछाडि मजा आइरह हिँड्न जुन दिदी त हिँड्न सक्नु क्या हो सिङ्गल मागिदिनु सिङ्गल हिँडेको दिनु ओके एकछिन आयो के गाइस यस्तो उकालो छ है हामी चाहिँ परिम तराईको मान्छे हिँड्नै सकिन्न हजुर आएपछि हाइकिङमा जानुपर्छ क्या अरे तिमी म अरुण दाई अर्को दाई कस्तो थकाइ लाग्यो गाइस सो गाइस फाइनली अलि माथि पुग्यो आइया लास्ट थकाइ लाग्यो हिँड्दा म त एकदम गलेँ गाइस हामी चाहिँ वेट गरेर दिदी भाउजूहरूलाई एकदम फिट हो फिट हो अझै 9वटा पाखै गरेर हैट म त सक्दैन यार देख्न सक्छ त फाट कस्तो देखिया तल हाट गरे फाटै भन्छ है त्यो हो गाइस गर्मी भयो मलाई हावा आएन रुखो चढ्नु पर्यो म त हावा आउँछ कि आयो हावा आयो भाइ ओ भाइ औ तिमी नै देखिन्छ अलि ढेर जस्तो गाइस यहाँ चाहिँ अलि हावा आएन यार ओ जुनी दिदी ओ डलमा दिदी Guys, trekking was so good यार सो गुड है हर हर महादेव जय शम्भु थाकियो हाम्रो डोलमा दिदी चाहिँ हिँड्नै सक्नु भएन उहाँ बिचारै चस्मा लाउनु न चस्मा कालो चस्मा दिदी लगाइ जाऊ चाहिँ अब हामी पनि यहाँ निस्किन्छौँ
पसिना भयो यस्तो पहाडको बाटो छ देख्न सक्नुहुन्छ हैट भाइ किन यस्तरी हाँसिदियोस् के भयो बहिनी अझै होला ल आधी घन्टा 1 घन्टाको बाटो एकदम गर्मी पसिना कलर हालेको झन् चिलाएर हेर्नु राम राम भने सबैले अरे ल खै कतिवटा सिडी चढाउँछ है हेरौँ त भएको पनि भत्काएर तिमी पापी मान्छे थाक्यो हजुर उता दिदीहरूले भाउजूहरूले बहिनीले त्यहाँ घरको तल गराउनु प्लान कति घरको तल हुन्छ थाहा छैन खोइ कहाँ हो माइ गॉड के हो यो त पुरै स्वर्गै छ त यार स्वर्गै आइपुग्यो जस्तो लाग्यो त हो शीतल है देख्न सक्नुहुन्छ गाइस कस्तो शीतल स्वर्गै आइयो राधे राधे यहाँ मन्दिर अझै मन्दिरको टापु चाहिँ देखाएन त्यो चाहिँ मन्दिर होइन पहाड पारी छ अरे मन्दिर दिदी कस्तो भइरह स्वर्ग यस्तो भयो कि नै जाम माथि चाहिँ ल आउनु ल एकदम दामी ठाउँ आयो होइन अघि हिँड्दाखेरि चाहिँ एकदम गाह्रो भइरहेको थियो पहाडको बाटो होइन गाइस लगभग हामी आइपुग्न थाल्यौँ हाम्रो स्थान ठाउँमा होइन तर पनि थाहा छैन यो चाहिँ मन्दिर हो या फिर के हो लेख्नु चाहिँ अब सन्तानेश्वर महादेव मन्दिर लेखेको छ देख्न सक्नुहुन्छ भिडियो क्यामेरा क्वालिटी चाहिँ राम्रो छैन होला त्यसको लागि माफ हो तर पनि हजुरहरूलाई कस्तो लाग्यो हेरौँ त स्वर्ग होइन त यहाँ के हो उता हेर्नु त स्वर्ग जाने बाटो सेतो सुइँ देखिएको छ यो चाहिँ मैले सुनेअनुसार है यहाँ आउनु भने अब जति पनि हुन्छ अब पानी परेर फर्किनु पाउनेहरूको लागि बस्ने सुविधाको पनि छ भन्ने सुन्छु र अनि भण्डार पनि लाग्दो रहेछ यहाँ जहिले खानाहरू खुवाउने तथा फ्री सेवाहरू हुन्छ कीर्तन पनि भइरहेको छ होइन देख्न सक्नुहुन्छ यहाँ एउटा सानो पसल रहेछ जाम यहाँ चाहिँ एउटा सानो टहरोमा चाहिँ पसल गरेर बस्नु भएको रहेछ अनि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ निवास भन्नको कारण चाहिँ एउटा यो बस्न सुविधा भएको ठाउँ चाहिँ भनिन्छ जस्तो मलाई चाहिँ लाग्छ होइन भण्डारा लाग्ने पनि यही होला सायद देख्न सक्नुहुन्छ जोगी बाबाहरू हुनुहुन्छ यहाँ कीर्तन पनि भइरह मजाको कीर्तन यो चाहिँ सुन्त निवास लेखा छ बस्नु मिल्ने होला यहाँ कीर्तन भइरह चाहिँ निवास रहेछ है लगायत फाइनली हामी चाहिँ सन्तानेश्वर मन्दिर महादेव मन्दिर आइपुग्यौँ जस्तो लाग्छ मलाई हो दिदी त भिजेर त हो पुरै हामी लगभग आइपुग्यौँ गाइज होइन सन्तानेश्वर मन्दिर यो सिडी हो माथि टुप्पा देखाएको थियो अघिसम्म अहिले चाहिँ देखाएको छैन अब आइसक्यौँ हामी चाहिँ केटाकेटीहरू कस्तो हेर्नु देख्न सक्नुहुन्छ कस्तो दामी फाँट छ यहाँ चाहिँ कस्तो मजा आइरहेछ गाइज अब यो उकालो कसरी चढ्ने हो त जुन दिदीलाई बोक्नु पर्ने हो दिदी एकदम उकालो छ है देख्न सक्नुहुन्छ गाइज उकालो अबको 30 मिनटमा पुग्छौँ हामी चाहिँ मन्दिर ऊ तलबाट आएको हामी हिँड्दै आउँदै हुन्छ भाउजूहरू दिदीहरू देख्न सक्नुहुन्छ उकालो गर्मी मलाई चक्कर आउला जस्तो भयो यार ढल्ला जस्तो भयो गाइस के भन्नु होला बाटो यस्तो छ लगभग फाइनली आइपुग्यो हामी चाहिँ श्री सन्तानेश्वर महादेव मन्दिर हाम्रो भाइ चाहिँ हेर कालो भुँडी देखाएको भाइ देख्यौ चप्पल लाउनुको फाइदा यही छ स्याट्ट खोल्यो स्याट्ट चढ्यो त्यही भएर गाइस मन्दिर आउँदाखेरि चाहिँ चप्पल लगाएर आउनुपर्छ जुत्ता लाउने होइन देख्न सक्नुहुन्छ सन्तानेश्वर महादेव मन्दिर ऊ माथि देख्न सक्नुहुन्छ टुप्पा शिवजीको मन्दिर के अरे चप्पल लगाएको कस्तो फाइदा छ थाहा छ
यो अन्त होइन बाटो हुनुपर्छ केटा हो कि होइन भाइ चाहिँ हाम्रो भाउजू दिदी बहिनीले चाहिँ च्याट्ट पूजाको लागि सामग्री तयार गर्दै हुनुहुन्छ हामी चाहिँ यहाँबाट यसरी हेरिरहेछौँ मन्दिर हुँदै होइन भाइ फाइनल्ली गाइज हाम्रो यहाँ स्पेसल पूजा आइपुग्यो हाम्रो यहाँ स्पेसल व्रत हाम्रो सुमन दिदीको के पाऊ भन्ने व्रत हो के पाउ हो देख्न सक्नुहुन्छ गाइस दामी भ्यू छ हाम्रो चाहिँ आज होइन मान्छेको एकदम क्राउड चाहिँ धेरै छ अझै बढ्नेवाला छ होइन आएर भण्डारा खाइरहेको है भाइलाई हेर्न सक्नुहुन्छ टुसुक्क बसेर भण्डारा हानेको भण्डारा आयो है कस्तो मिठो प्रदीप मिठो छ खै कसरी खान्छ देऊ नि यता ए प्रदीप